आजको आम सभामा उपस्थित झोले कार्यकर्ता तथा जनताहरू हो। म यसपालि शोषण पार्टीबाट उम्मेदवारी लिएको छु, जसकारण भोट चाहिँ मलाई दिनुहोला। किनकि यो चान्स मैले जिते भने म एकदमै यो ठाउँको विकास गर्नेछु, सारा हरियाली जलाइदिनेछु, बजेट जति खाइदिनेछु। रोड पुगाउन नसके पनि जुन ठाउँमा रोड पुगाउन सकेको छैन त्यो ठाउँमा एयरपोर्ट खोलिदिनेछु। जहाज पुगाउन नसके पनि उब्जाउ जमिनलाई एकदमै बाँझो बनाइदिनेछु र त्यसको साथसाथै दैजी छेला औद्योगिक केन्द्र आजैदेखि सञ्चालनमा ल्याइदिनेछु, जहाँको जनताहरूलाई चाहिँ एकदमै रोजगार होस्, मजाले बसुन्, मजाले घरमै बसेर रोजगारी हुन्। बरु पुराना उद्योग धन्दा चाहिँ बन्द गरिदिनेछु। र जसको साथसाथै म के भन्न चाहन्छु भने, आदरणीय देशवासी, आम जनसमुदाय, म चाहिँ नि दोधरा चाँदनी सुक्खा बन्दरगाह भोलिदेखि नै सुरु गरिदिनेछु। र त्यसको साथसाथै म यहाँका जनताहरूलाई, भूमिहीन जनताहरूलाई चाहिँ म हात हातमा लाल पूर्जा बाँडिदिनेछु। जसले किसानहरूको समस्याको लागि किसानहरूलाई मल बिउ बिजन चाहिँ एकदमै फ्री सुपथ मूल्यमा गराइदिनेछु। र त्यसको साथसाथै म के भन्न चाहन्छु भने, कञ्चनपुर, बर्मदेव, परशुराम, झुलाघाट हुँदै दार्चुला, लिपुलेक करिडोर चाइनासम्म रोड, महाकाली करिडोर क्लियर गरिदिनेछु। त्यति हो कि तपाईँले गर्नुपर्ने कुरा चाहिँ भोट चाहिँ मलाई दिनु होला। हस्त, धन्यवाद। झोले कार्यकर्ता जनताहरू, लाल सलाम, नमस्कार, जय नेपाल। सबैलाई मेरो तर्फबाट फेरि पनि नमन, नमस्ते।